थिएटरमा एउटा नयाँ नेपाली फिल्म आएको छ जार नामले, डाइरेक्टेड बाई फुर्ब छिरिङ लामा र यो एउटा एडप्टेड स्क्रिन प्ले हो बेस्ड अन स्टोरी रिटन बाई इन्द्रबहादुर राई विथ द सेम नेम जार, स्टेरिङ सौगात मल्ल, गीताञ्जली थापा र अनुप विक्रम साई। र म फिल्म हेर्न एक्साइटेड थिएँ यसको फिमेल लिडले गर्दाखेरि। गीताञ्जली थापा हु इज अलरेडी अ नेसनल फिल्म अवार्ड विनर, त्यो पनि इन्डियामा, र एलोङसाइड नवाजुद्दिन सिद्दिकी र राजकुमार राव जस्तो एक्टरहरूसँग खेलिसक्नु भएको छ। प्लस यसको ट्रेलरमा देखेको सिनेमाटोग्राफीले पनि म एकदमै इन्ट्रिग भएको थिएँ। सो फिल्म कस्तो बनेको छ र मलाई कस्तो लाग्यो, लेट्स टक अबाउट इट। जारको मतलब मलाई थाहा थिएन र फिल्म हेर्दा बुझिहाल्छु भनेर गएको थिएँ, जुन तपाईँले स्टार्टमै बुझ्न सक्नुहुन्छ। यदि एउटा विवाहित केटीको चाहिँ परपुरुषसँग सम्बन्ध भयो भने त्यो केटालाई चाहिँ जार भनिन्छ, र इतिहासमा एउटा नियम रहेछ, यदि यो कुरा केटीको हस्बेन्डले थाहा पायो भने त्यो जारलाई चाहिँ खुकुरीले काट्न पाइन्छ। वेल रहेछ नियम, जुन मलाई पनि थाहा थिएन। र फिल्म यसकै वरिपरि घुम्छ अनि स्टोरी त्यस्तो कम्प्लिकेटेड छैन, सिम्पल स्टोरी छ। तर मलाई कुरा गर्न मन छ यसको न्यारेटिभ स्टाइलको। फिल्मको स्टार्टमा हामीलाई धेरै एक्सपोजिसन काइन्ड अफ एनिमेटेड मोन्टाजको थ्रु देखाइन्छ र फिल्मको टाइम लाइन, सोसियल स्ट्याटस र नियम बारे बताइन्छ। फिल्म 19th सेन्चुरीमा सेट छ र फिल्म हामीले थिएटरमा नाटक हेरे जसरी देखाइन्छ, 3टा या 4वटा च्याप्टरमा, जुन मलाई मन पर्यो। इट लुक्स भेरी आर्टिस्टिक। फिल्ममा मोस्ट अफ द टाइम एउटा सिनबाट अर्को सिनमा ट्रान्जिसन गर्नलाई ब्ल्याक फेड वाला ट्रान्जिसन युज गरेको छ। यसले पनि प्रुभ हुन्छ कि मेकर्सहरू हामीलाई थिएटर जसरी नै प्रेजेन्ट गरिरहेछन् आफ्नो स्टोरी भनेर। र यस्तो न्यारेटिभ स्टाइल मैले अरू नेपाली फिल्ममा नहेरेको होइन, तर यसलाई कम्प्लिमेन्ट गर्छ यसको एस्पेक्ट रेसियोले, जुन स्टार्टमै नोटिस हुन्छ। फिल्मको साइडमा कालो बोर्डर आउँछ अनि फिल्म चाहिँ अलिकति स्क्वायर टाइपको एस्पेक्ट रेसियोमा छ। अब यो किन गरिन्छ त? एउटा रिजन हुनसक्छ फिल्म एउटा क्यारेक्टर ड्रिभन स्टोरी भएर हो, र अर्को चाहिँ मेकर्सहरू हामीलाई त्यही टाइम लाइनमा लान खोजिरहेछन्। त्यसपछि आउँछ यसको सबसे स्ट्रङ पोइन्ट, फिल्मको सिनेमाटोग्राफी। लेट मी बी अनेस्ट, मैले यो लेभलको सिनेमाटोग्राफी अहिलेसम्म कुनै पनि नेपाली फिल्ममा हेरेको छुइनँ। ठुलो कुरा गरे जस्तो हुन्छ, तर फिल्मको लाइटिङ र कलर ग्रेडिङ हलिउड लेभलको छ। कहीँ त मलाई A24 स्टुडियोको याद आइरहेको थियो, त्यति राम्रो छ। अनि यसको VFX न्युज अनुसार दे लिटरली स्पेन्ड 2 करोड, त्यो पनि 9 मिनटको एउटा टाइगर वाला VFX सिनको लागि। यसबाटै थाहा हुन्छ कि हाउ सिरियस दे वर रिगार्डिङ दिस फिल्म भनेर। रेस्पेक्ट फर द कन्भिक्सन अनि ग्रेट थिङ यु डोन्ट नोटिस द VFX। अफ कोर्स नट पर्फेक्ट, तर एकदमै धेरै रियल फिल हुन्छ। र यसको म्युजिक र साउन्ड डिजाइनले स्टोरीलाई अझै धेरै इम्प्याक्टफुल बनाउँछ, अझै इमर्सिभ बनाउँछ। र सबसे इम्प्रेसिभ फिल्मको प्रोडक्सन डिजाइन। फिल्मको टाइमलाइन आजभन्दा 200 वर्ष अगाडि छ र फिल्मलाई अहिले सुट गरिँदैछ। प्रोडक्सन डिजाइनमा तपाईँले अलिकति पनि गल्ती गर्नुभयो भने त्यो ओल्ड बिल्डिङ ब्रेक हुन सक्छ। तर जुन लेभलको एटेन्सन टु डिटेल्स देखाएको छ फिल्ममा, धेरै नै ध्यान दिएको देखिन्छ। क्यारेक्टरहरू सबैजना खाली खुट्टै छन्, त्यो घरको सामानहरू र कस्ट्युम डिजाइनहरू सबै पर्फेक्ट देखिएको छ। इफ त्यो टाइममा त्यस्तै हुन्थ्यो भने, जुन अगेन आई डोन्ट नो, तर प्रोडक्सन डिजाइनमा धेरै नै मेहनत गरेको छ। र फाइनली फिल्मको नेगेटिभ पार्टको कुरा गर्नुपर्दा, जुन मेरो लागि चाहिँ नेगेटिभ होइन, एउटा काइन्ड अफ सरप्राइज थियो, त्यो हो यसको जनर शिफ्ट। धेरै कम फिल्मले आफ्नो जनरलाई एकदमै सिमलेसली शिफ्ट गर्न सक्छन्, र यो फिल्ममा पनि त्यही हुन्छ। फिल्म एउटा पोएटिक रोमान्स प्लस सोसियल ड्रामाबाट कति बेला इन्टेन्स थ्रिलरमा चेन्ज हुन्छ थाहा नै हुँदैन। सो तपाईँ एउटा लभ स्टोरी सोसियल ड्रामा हेर्न जाँदैछु भनेर जानुहुन्छ भने फिल्म इज मोर देन द्याट। यसको क्लाइमेक्स पुग्दा फिल्मले आफ्नो जनर र टोन कम्प्लिटली चेन्ज गरिसक्छ। फिल्मको एटमोस्फियरले सस्पेन्स डेभलप गर्न थाल्छ अनि साउन्ड डिजाइनले पनि हरर फिल्म हेर्न लागे जस्तो बनाइदिन्छ। अनि लास्टको जुन चेजवाला सिन छ एकदमै थ्रिलिङ हुन पुग्छ। भने नि फिल्म मेरो लागि सरप्राइज थियो भनेर, किनकि यस्तो जनर शिफ्ट मैले अहिलेसम्म नेपाली फिल्ममा देखेको थिइनँ। अनि अर्को कुरा, फिल्मको फर्स्ट हाफ एकदमै छोटो फिल हुन्छ, त्यसको कम्पेरिजनमा सेकेन्ड हाफ अलिकति लामो हो कि जस्तो लाग्छ। प्लस जुन VFX वाला टाइगर वाला सिन थियो स्टार्टिङमा त ठिक लागिरहेको थियो, तर त्यसलाई अलिकति तन्काइएको हो कि जस्तो लाग्यो। अनि अर्को यसको स्टोरीमा त्यस्तो खासै केही नभएको जस्तो प्रेडिक्टेबल फिल हुन्छ। डायलग्सहरू नि थोरै छ, मोस्ट अफ द टाइम सबटेक्स्ट र म्युजिक थ्रु स्टोरी अघि बढ्छ। जुन नेगेटिभ कुरा त होइन, तर यसले फिल्मलाई अलिकति निश अडियन्स टार्गेटेड बनाइदिन्छ। र नर्मल सिनेमा गोअरहरूको लागि चाहिँ यो अलिकति कम्प्लेक्स हुन पुग्छ कि जस्तो लाग्यो मलाई न्यारेटिभ स्टाइल। तर ओभरअल जार मेरो लागि एकदमै युनिक एक्सपिरियन्स थियो र म यस्तो फिल्म फेरि पनि हेर्न चाहन्छु। र आई हाइली सजेस्ट यु टु वाच दिस फिल्म अन थिएटर। म जारलाई दिन्छु 7 आउट अफ 10 स्टार, अनि आई विल सी यु इन द नेक्स्ट भिडियो।